हेलो साथीहरु, गुड इभिनिङ। अहिले चाहिँ 6 बज्न आँट्यो अनि हामी चाहिँ कहाँ जाँदैछौँ मामु? किन? नानीले सरप्राइज दिन्छ अरे नि म चाहिँ हेर्नको 72 वर्षमा कुर्ता सुरुवाल लगाइदिन्छ अरे आउँदैन। तर आमाको रियाक्सन के हुन्छ भन्ने थाहा छैन हैन साथीहरु। म चाहिँ यहाँनिर बोकेर जाँदैछु। अब हेरौँ आमाले कस्तो भन्नुहुन्छ। पानी आइरहेको छ यहाँ चाहिँ हैन। बाटो पनि यस्तो छ र पनि हामी जान छोडेको छैनौँ। आमा छोरी जाँदैछौँ, माम पछाडि आउनु हुँदैछ। यस्तै छ। ओ पारी देख्नु हुँदैछ नि साथीहरु, त्यो चाहिँ हाम्रो घर हो हैन। लाइट बलिरहेको छ हाम्रो घरमा। यो चाहिँ हाम्रो गाउँ। हाम्रो गाउँको नाम चाहिँ मलाटे हो। यस्तो जङ्गलहरू छ र पनि हामी आउँदैछौँ हैन। के भन्नु छ मामु? बाटो हिँड्दो छ। यो देख्नुहुन्छ नि यो रुख, यो चाहिँ नासपातीको रुख हो साथीहरु। अब चाहिँ आमा घर आइपुग्न आँटेको। साथीहरु म चाहिँ आमा घर आइपुगेँ हैन। अनि आमा चाहिँ त्यहाँ बसिरहनु भएको। म बिहान आएको। बस्नु न। मलाई लाउनु पर्छ नि, फेरि अहिले लाउँछु मेरो अगाडि। साँच्ची भनेको सिधै ओरि ल्याइदिएको। लाज हुँदैन मलाई। कसरी लाज हुन्छ? कसरी अस्ति लाउँछु भनेको हो कि हैन? अस्ति लाउँछु भनेको हो कि हैन? नातिनीले ल्याइदिएको। यहाँ हिँड्नु त भित्र लगाएर ल्याइदिएको। यहाँ हिँड्नु त भित्र लगाएर ल्याइदिन्छु। कति बकियो अनुसार घर बस्दा लाउने, भोलि पर्सिमा अझै राम्रो। आमालाई चाहिँ यस्तो देखियो हैन। आमाको रियाक्सन हेर्नु न साथीहरु। अब अहिले चाहिँ आमालाई फर्स्ट टाइम हो नि त, अनि त्यही भएर यस्तो ल्याइदिएको। अब दसैँमा चाहिँ म राम्रो ल्याइदिन्छु हैन। आमा कस्तो लाग्यो होलु भन्नु? मलाई लाज हो नि हौ, सुहाउँदै सुहाएन जस्तो लाग्यो। कति राम्रो देखि भयो, कति राम्रो देखि। यस्तो लाज भएन कि कहाँ लुक्नु अरे? कहाँ लुक्नु? किन लुक्नु? हिँड्नु त उता पछाडि। अब आमा चाहिँ खुसी हुनुभयो होइन। मैले चाहिँ आमालाई धेरै राम्रो देखेँ। तर मलाई चाहिँ लाज लाग्यो। अब नातिले पहिलोचोटि ल्याइदिएको लाएँ, मान्छेले भोलि देख्छ मलाई लाज लागेको हो। केही भन्दैनन्, केही भन्दैनन्। घुम्दिन् त एकचोटि। हुनुहुन्छ होइन हाम्रो दर्शक।